हेलो गुड मर्निङ गाइस। आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला है। बिहान उठ्नु भएर म त भर्खर उठ्दैछु। अहिले चाहिँ बजे 9:30 हो। 9:10 बजे 10 मिनट गयो है। अहिले म फ्रेस हुन्छु है। ओके फाइनल गाइस, म चाहिँ अब रेडी भइसकेँ हो। रेडी भएर चाहिँ अब जान आँटेको है। कहाँ भन्छु आज चाहिँ सिटोङ होल्ड हो। आज सिटोङ हुन्छु, भोलि चाहिँ सिलगढी ड्रप है। ओके भेट गरौँ है। हेलो गाइस, म अहिले चाहिँ जोरघाट पुग्न आँटेको छु है। तपाईँहरू अगाडिको भ्यू पनि हेर्नु सक्नुहुन्छ। तपाईँहरूले हेर्नुहोस्, बाटो चाहिँ सानो एकदम ढिला। आज हामी चाहिँ जोगीघाट पुग्यौँ है। अब जोगीघाटको ब्रिज पनि देखाउँछु तपाईँहरूलाई। जोगीघाटको उयो पनि देखाउँछु, खोला पनि देखाउँछु है। जोगीघाट। अरे कड़ा লাগবে না, তুই কথা বলেন না, এক কথা বুঝিস না বারবার বলতে। जोगीघाटको ब्रिज কেন অন্য पहिला आएको কি বলে? निकै भएको थिएन आएको। 2019 मा आएको थिएँ। কেন অন্ধারে নাকি ফোন করছিল শোনা। यो चाहिँ जोगीघाटको Head north, then turn left. यसलाई चाहिँ भन्छ जोगीघाट हो। हेर्न सक्नुहुन्छ यस्तो छ हो। जोगीघाटको यो खोला चाहिँ यत्रो ठुलो भइरहेको छ हो। पहिला त ठुलो थिएन, सानो थियो हो पहिलामा आउँदा। अहिले निकै ठुलो भएको रहेछ। यो चाहिँ तल्लो चाहिँ पुरानो ब्रिज हो है। यो चाहिँ जोगीघाटको पुरानो ब्रिज। हेर्नु सक्नुहुन्छ खोला पनि कस्तो ठुलो छ हो। यस्तो छ यो जोगीघाटको ब्रिज। चेन्जै भएको छैन रहेछ हौ। यो जोगीघाटको ब्रिज चाहिँ चेन्जै भएको छैन। मतलब केही उयो नै पहिला पनि आएको थिएँ यस्तै थियो होइन। त्यतिकै रहेछ। पनि रहेछ, पैसा पनि रहेछ हो। यो बाहिरको टुर गराइदिन्छु है तपाईँहरूलाई, हेर्न सक्नुहुन्छ। साह्रै मजाको रहेछ हो यहाँ हो। साथै माछा पनि रहेछ। माछा 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 मजाको रहेछ हो। खोला पनि यहाँ नजिकमै रहेछ है गाइस। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यहीँ मजाको रहेछ हो। कोही पनि अब घुम्न आउँछ भने चाहिँ भिजिट गर्दा हुन्छ है गाइस। ओके गाइस, म चाहिँ मेरो ब्लग चाहिँ एन्ड गर्छु। टाटा बाई बाई। एक फ़ोन ही काफ़ी होता है, बस आपके कंटेंट में दम होना चाहिए।